अस्ति हामीले टेस्ट गरेर मैले फेसबुकमा भन्दा र मेरो के अरे भिडियो हालेको थियौँ। त्यसमा चाहिँ साउन्डको धेरै जसो कमेन्ट आएको थियो। हजुर, यसलाई हामीले सुधार गरेका छैन। अब यहाँको टेक्निसियन चाहिँ प्राविधिक अब सबै अनुभव चाहिँ भान्जाको। अस्ति यो कस्तो छ भन्दाखेरि अस्ति जुन हाम्रो अडियो नराम्रो आएको थियो त्यसको लागि सुरुमा चाहिँ माफी माग्न चाहन्छु। के चाहिँ भएको थियो भने त्यतिखेर चाहिँ हामीले यो भिडियोबाट आउने जुन अडियो छ होइन, त्यो र भनौँ न होइन, त्यो मात्रै हालेर चाहिँ पोस्ट गर्नुभएको थियो। त्यही भएर त्यहाँ अलिक नराम्रो आयो। तर एक्चुअली हामीले चाहिँ यो अडियो नराम्रो हुन्छ भनेर चाहिँ यो अडियोलाई इम्प्रुभ गर्नुको लागि चाहिँ हामीले जुम H6 राखेको छौँ। त्यो चाहिँ साउन्ड रेकर्डर हो। अब चाहिँ त्यहाँ पनि रेकर्ड हुन्छ, यहाँ हामीले भिडियोमा पनि साउन्ड चाहिँ रेकर्ड हुन्छ। साउन्ड यत्तिकै हालेकोले चाहिँ त्यो नराम्रो आएको। हामीले यसलाई साउन्ड इम्प्रुभ गर्नुको लागि एउटा एआईबाट पनि गर्न सकिन्छ। एउटा एडोबीले फ्रीमा दिएको छ होइन, त्योबाट पनि हामीले डाइरेक्ट त्यो एडोबीको वेबसाइटमा हालेर गर्नु पनि मिल्छ। त्यो पनि छ एउटा अप्सन होइन। यदि तर हाम्रो चाहिँ त्योभन्दा पनि एडभान्स अलिकति आफ्नै माइक रेकर्डर राम्रो छ, जुम H6 हो। अनि त्यसमा चाहिँ खास हाम्रो ओरिजिनल अडियो फुटेज चाहिँ बसेको हुन्छ। H6 चाहिँ फेरि 32 बिट फ्लोट भएकोले गर्दाखेरि चाहिँ तपाईँको कस्तो छ भने यहाँ धेरै ठुलो धेरै सानो पुरा लाउड कराएकोहरू पनि त्योबाट चाहिँ एडजस्ट गर्नु मिल्छ क्या। त्यस्तो पावरफुल छ। त्योसँग एट्याच गरेर मात्रै एक्सपोर्ट गर्नुपर्ने हो। त्यो गरेपछि चाहिँ यो अडियोको प्रब्लम सल्भ हुन्छ है त। भनेको चाहिँ अब हाम्रो पडकास्टको त्यो अडियो पनि राम्रो आउँछ। 100% आउनै पर्छ क्या। यो त 100% अनि अडियो राम्रो आएन भने त प्रायः पडकास्ट त हेर्ने भन्दा पनि सुन्ने हो नि त। अडियो त राम्रै हुनुपर्छ। अनि पडकास्ट चाहिँ कस्तो हो जस्तो लाग्छ क्या भन्दा त्यो तपाईँको दिमागमा केही आएको हुन्छ नि, जस्तो यो टाइपको होस् भन्ने टाइपको मान्छेमा, जस्तै कसैले रुवाउने कसैले हँसाउने यो टाइपको हुन्छ होइन, कसैले आफ्नै टाइपको हुन्छ नि त। के चाहिँ हुनुपर्छ जस्तो लाग्छ क्या तपाईँलाई चाहिँ यो पडकास्टमा चाहिँ के हुनुपर्छ भन्ने कुराहरू छोडेर आएको चिज चाहिँ पडकास्ट हो जस्तो लाग्छ क्या होइन। पहिला अरूमा हाम्रो इन्टरभ्यूहरूतिर टाइम फ्रेम हुन्थ्यो, यति घन्टाभित्र सक्नुपर्ने, यो क्वेसनको एन्सर आएकै हुनुपर्ने, धेरै यो हुनुपर्नेहरू धेरै फर्मेट थियो क्या। यो पडकास्ट चाहिँ यस्तो हो, यहाँ चाहिँ त्यो फर्मेटहरू छोडेर आउने चिजहरू चाहिँ प्रायः जस्तो धेरै हुनु पर्यो क्या यहाँ चाहिँ। मलाई चाहिँ त्यस्तो लाग्छ। भनेको नदेखेको चिजहरू चाहिँ देखिने चिजलाई नै पडकास्ट हो। अब यसको एक्ज्याक्टली ठ्याक्कै यसरी अर्थ लाउनु भन्दा पनि जस एउटै फ्रेम हुन्छ भन्ने पनि हुँदैन। अब पडकास्ट चाहिँ सिम्पल कुनै पनि विषयवस्तु अथवा कसैको जीवनसँग सम्बन्धित अथवा कुनै घटना अथवा जे पनि हुनसक्छ, एउटा कुनै पनि टपिकसँग सम्बन्धित पनि हुनसक्यो होइन, त्यो विषयसँग सम्बन्धित जे पनि हुनसक्यो। त्योसँग अब विज्ञ छ भने विज्ञसँगको कुराकानी, नभए नर्मल मान्छेसँग पनि नर्मल लाइफको कुराकानी पनि हुनसक्यो, अथवा उसले भोगेको कुराहरू जे पनि हुनसक्यो क्या। यही हुनुपर्छ भन्ने छैन। अनि अब श्रोता चाहिँ कस्तो हुन्छ भने जसलाई जे चाहिन्छ त्यही खोजी हेर्ने हो। अब तपाईँकोमा त्यही सबै थोक आउँछ भन्ने पनि हुँदैन होइन। अब पडकास्ट कति नै हुन्छ र त्यही धेरै भए 2-3 घन्टा त हुन्छ होइन। तर एउटा मान्छेले जीवनमा त 2-3 घन्टाको मात्रै अनुभव हुँदैन नि त उसको होइन। उसको धेरै डाइमेन्सन होला होइन। आज मैले मानिलिउँ यो क्यामेरा र अडियोको कुरा गरेँ होला, त्यो बाहेक पनि त मैले अरू धेरै कुराहरू भोगेको छु, मसँग धेरै नलेजहरू छ, त्यो कुराहरू पनि निकाल्नु मिल्छ। अनि यही पडकास्टमै त्यो सबै निस्किन्छ भन्ने हुँदैन, सकिँदैन पनि। र कुन आयाम निकाल्ने भन्ने कुराहरू हो क्या मेन कुरा चाहिँ। अनि त्यो आयामहरू निकाल्दाखेरि चाहिँ त्यही हो, अब सीमा हुँदैन होइन, समय सीमा हुँदैन। त्यस्तो गर्दाखेरि मैले मजाले डिटेलमा डिस्क्राइब गर्नु पाएँ होइन। अनि त्यो भयो। अनि अब फर्मल क्वेसनहरू पनि लाइफमा त इन्फर्मलहरू ज्यादा हुन्छ नि त होइन, फर्मल भन्दा नि त्यस्तो कुराहरू सबै छ, धेरै आउँछ क्या। त्यो चिजहरू मलाई पडकास्टको मनपर्ने कुरा नै त्यही हो। मलाई त्यो हामी बाहिर गफ गर्दा अथवा कतै गफ गर्दा क्या तपाईँहरूमा गफ गर्दा त्यो एउटा शब्दले चाहिँ मलाई सधैँ मनमा छुन्छ क्या। के शब्द भन्नु न? कुन चाहिँ शब्द? त्यो तपाईँको त्यो के अरे, म नेपालमा हुँदा चाहिँ खासै त्यत्रो साह्रो देशको माया लाग्दैन थियो होइन। विदेश गएपछि चाहिँ यो धेरै माया लाग्नु थाल्यो भनेर भन्नुभएको थियो क्या। यो चाहिँ अनुभव सुनौ न। तपाईँ कोरिया कति 6 वर्ष बसेर आउनुभयो होइन। यो चाहिँ मलाई एकदम सुन्नु मन लागिरहेछ क्या।
कस्तो भन्दाखेरि त म त नेपालमा हुँदा न राजनीतिमा इन्ट्रेस्ट भएको मान्छे हो होइन, म आफ्नै तालमा हिँड्ने मान्छे खाले थिएँ। तर अब विदेश गइसकेपछि चाहिँ के हुँदो रहेछ भन्दाखेरि सबै कुराहरू कम्पेयर गरिँदो रहेछ क्या। जस्तो कि होइन, यहाँ अब जस्तो म चाहिँ कोरिया गएर आएको भएकोले म त्यहाँको कुरा गर्छु, अरू देशको चाहिँ अब मलाई त्यति धेरै आइडिया छैन, म त्यो बारेमा कुरा गर्दिनँ है। तर विदेशी हो। तर के हुन्छ भन्दाखेरि सुरुमा चाहिँ अब म त त्यहाँ गएको भने त एउटा सिप नभएको मान्छेको रूपमा मलाई लगेको नि त होइन। हजुर, म जस्तो सिप नभएको हरिलट्ठुले होइन महिनामा 2 लाख कमाउने क्षमता रहेछ त होइन। त्यो त देशले गर्दा त भएको हो नि, देश फरक भएर म त जस्तोको जस्तै हो नि त, हो कि होइन भन्नु त। म त कोरिया जाँदा अर्कै मान्छे हुने त होइन, मेरो ज्ञान त बढ्ने होइन त्यहाँ पुग्दा। तर के भन्दाखेरि एउटा देशको सरकार अनि त्यो परिस्थितिले गर्दा मात्रै पनि ममा त्यो क्षमता बढ्न सक्ने रहेछ क्या। 2 लाख कमाउने क्षमता रहेछ क्या मसँग। अब मैले सुरुमा कसले गाली गर्नु पर्यो त, देशलाई त होला नि। त्यो देशले मलाई त्यो 2 लाख कमाउने अवसर किन बनाइदिएको छैन अहिलेसम्म भन्ने कुरा हो क्या। यो कुरा भयो, धेरै कुराहरू क्या। अब हामी त रेगुलर लाइफ जिउने त हो नि होइन, हामीले के धेरै ठुलो छैन, नर्मल बस्ने खाने सुत्ने होइन, बाटोमा हिँड्ने। अब यहाँ पनि हिँड्ने हो त्यहाँ पनि हिँड्ने हो, तर यहाँको बाटो हेरो कस्तो छ हामीलाई थाहा छ, त्यहाँको बाटो हेरो कस्तो थाहा हुन्छ होइन। यही जुनीमा यस्तो राम्रो बाटो पनि हिँड्न सकिने रहेछ, किन हाम्रोमा चाहिँ बाटो बनाउँदैन त भन्ने कुरा हो। यसरी कम्पेयर भएर पनि धेरै देशप्रति अनि अब यो हुँदा किन भएन, कसरी भएन, कसले बिगारो भन्नेतिर गएर देशको बढी चिन्ता हुने क्या। त्यो जस्तो प्रायः जसो कति धेरै यो चाहिँ मैले नेगेटिभ रूपले भन्नु खोजेँ होइन। तर प्रायः विदेश जाने मान्छेहरूले फेसबुकतिर होइन प्रायः चाहिँ यो सबैलाई त भन्न मिल्दैन, केही सामाजिक सञ्जालहरूमा चाहिँ बढी भनेको आक्रोशहरू पोखिरहनु कारण चाहिँ यो पनि होला एउटा। जस्तै कम्पेयर गर्छ नि त, अब नेपाल चाहिँ किन बनेन, यत्रो रिसोर्सेसहरू त नेपालमा धेरै छ अझ उता भन्दा होइन। प्राकृतिक रूपले त नेपाल यति सम्पन्न छ मलाई लाग्ने। सानो देश छ तर धेरै चिज छ नि त। जस्तो तपाईँ त यात्रा पनि गरिराख्नुहुन्छ, धेरै ठाउँ यात्रा पनि गर्नुभएको छ, सानो चिजमा धेरै चिज पाउन सकिन्छ क्या हामीले। अनि त्यसलाई र त्यो ठाउँ र यो ठाउँलाई चाहिँ कसरी हेर्नुहुन्छ त? त्यही हो, प्राकृतिक रूपमा चाहिँ अब हाम्रो जुन सुन्दरता छ त्यो चाहिँ अब मलाई चाहिँ फिल भएको। अब म आफ्नै देशमा भएर आफ्नो देशको प्रशंसा गरेको जस्तो पनि सुन्नु चाहिँ। तर कस्तो भन्दाखेरि म जति पनि कोरिया डुलेँ होइन, धेरै ठाउँ डुलेँ, जस मेन ठाउँहरू सबै ठाउँ पुगेँ। अनि त्यो ठाउँहरू जति डुल्थेँ मलाई होइन हाम्रो देशै राम्रो छ भन्ने फिल हुन्थ्यो क्या प्राकृतिक रूपमा। भौतिक रूपमा छैन यो चाहिँ 100% हो, हामी सक्दैनौँ, तिनीहरूको टप नच छ होइन। भनेको जस्तो तपाईँले हाम्रो लिडरहरूले गर्न सक्यो भने देश बन्छ भन्ने त छ नि त तपाईँमा। यो चाहिँ 100% धेरै होइन। कुनै पनि देश बन्नको लागि राम्ररी भने हामीले हाम्रो पालोमा देख्न सक्ने कुरा हो कि 10 देखि 20 वर्षभित्रमा हाम्रो आँखाले नै चेन्ज देख्न सकिन्छ क्या होइन। अब त्यो चाहिँ देख्न थालिन्छ होइन। अब 50 वर्षमा त चेन्ज भएको पुरै देखेको छ। साउथ कोरिया पनि पहिला कहाँ त्यस्तो थियो त होइन, तर 50 वर्षको लगभगमा त चेन्ज भएको नि होइन। मलाई पनि त्यो केसम्म चाहिँ लाग्यो भने अब आजको भोलि त देख्न सम्भव हुँदैन, जस 10-15 वर्षदेखि ल भन्नु थाले, फिलिङ्स आउनु थालिहाल्छ क्या त्यो चेन्जेस। तर म जस्तै मलाई पनि के लाग्छ भने म भोजपुरदेखि एसएलसी दिएर काठमाडौँ आएँ, मैले तुमलिङ टाढो मात्रै त्यो गाडीमा होइन क्या, त्यो सानो देखेँ, त्यहाँदेखि प्लेन चढेर काठमाडौँ आएँ होइन। अब 10-12 वर्ष भयो, त्यो 10-12 वर्षमा धेरै परिवर्तन त भयो। जस्तो जति हुनुपर्ने परिवर्तन त्यति चाहिँ नभएको हो। जस्तै मलाई के लाग्छ भने म पनि एउटा कार्यक्रमले गर्दा चाइना डुल्न जाने अवसर पाएको थिएँ क्या। हजुर, त्यसमा कोरिया नजिक नै हो त्यो सेन्दोङ प्रोभिन्स। त्यहाँ हेरेर जस्तो त्यहाँको सिस्टम क्या, अरू चाहिँ होइन, त्यहाँको सिस्टम के सबभन्दा ठुलो कुरो चाहिँ सिस्टम रहेछ। किनभने जस्तै मलाई नै नेपालमा भए चाहिँ जहाँ पाए त्यही थुक्नु मन लाग्थ्यो होला नि त। तर त्यहाँको जुन वातावरण छ होइन, जुन सिस्टम छ, त्यो जति आए पनि थुक्नु मन नलाग्ने क्या। त्यो टिस्यु बोकेर बरु थुक्ने गोजीमा हाल्ने हुँदो रहेछ क्या। एउटा कुरा चाहिँ मलाई लाग्ने चाहिँ
सिस्टम नै रहेछ क्या सबैभन्दा ठुलो कुरो चाहिँ। अब यो फेरि कुरो आएर कुलो जता लाँदा पनि हुन्छ हुनु त होइन, सिस्टम बनाउने कसले? त्यही भने जस्तो सिस्टम बनाउने त नेताहरूले हो नि त। हो। भनेको नेता अब अर्थात् यहाँको जसले देशलाई हाँकिरहेछ, जसले लिडरसिप गरिरहेछ उसले हो नि त। मामा यो कस्तो छ भन्दाखेरि यो यस्तो लुप छ होइन, यो कहाँबाट सुरु भएर कहाँ प्रब्लम भएको मान्छेहरूले कहिले पनि फाइन्ड आउटै गर्दैन क्या होइन। म चाहिँ त्यो फिल पाउँछु होइन। सिस्टमले ल ठिक छ, सिस्टमले गर्ने, सिस्टम कसले बनाउने? नेताहरूले होइन। हाम्रो जुन हामीले जसलाई भोट हालेको थियो, भोट कसले हाल्ने? हामीले हाल्ने, जनताले हाल्ने। अनि भोट हाल्ने अब नेताले चाहिँ के गर्छ भने ट्याक्क पक्रेर कसले भोट हालेको भनेर जनतालाई ठ्याक्क दोष दिइहाल्छ। तर म चाहिँ के भन्छु भने अझै वेट, जनताले भोट दिएर हो ठिक हो, तर जनतालाई एजुकेटेड कसले गराउनु पर्ने थियो? कसले शिक्षित बनाउनु पर्ने जनतालाई? सरकारले होइन, शिक्षाले होइन, राज्यले। र त राज्य भनेको त सरकारबाट यसरी गफ गरौँ न होइन, अर्को शब्दतिर नजाउँ। सरकार भनेको व्यवस्थापिका, अब कार्यपालिका, न्यायपालिका, जो सरकार अनुसार चाहिँ अब देश चल्छ होइन। त्यो सिस्टममा हुनुपर्ने हो नि त। हामीलाई पढ्नु पर्ने, अनि हाम्रोमा भोटिङ एजुकेसन हुनुपर्ने, हामीलाई भोट दिनु सिकाउनु पर्ने ठाउँमा चाहिँ त्यो शिक्षा छैन नि त। अब तपाईँले यो दोष दिनु थाल्नु भने कहिले पनि यसको सावधान हुँदैन क्या। यो लुप छ क्या, यसरी सर्कल छ। तर मान्छेहरूले यो लुप छ भनेर कहिल्यै पत्ता लगाउँदैन, खालि एकले अर्कालाई दोष दिनु मात्रै जान्छ क्या। त्यो भएर म चाहिँ जनतालाई चाहिँ दोष दिन चाहदिनँ जो भोटर हो, किनभने म पनि एउटा भोटरै हो।